हेलो गाइज, आज चाहिँ हाम्रो यो ढिडो ब्लग बिना यो के छ र तिमी कुक मान्छे यसो देखाउ त के पकाएको छौ आज। हामी त भर्खर ड्युटीबाट आएको चामलको भात अनि अङ्गुर एक्स्ट्रामा सुकुटी भैँसीको, यो चाहिँ भैँसीको सुकुटी त लसपस नगर दाल कालो रातो मिक्स दाल मिक्स दाल हैन। चलाएर हेर न कस्तो छ, गुरुङको पक्का गुरुङको दाल चाहिँ यस्तो हुन्छ। त्यस पछाडि यता यो चाहिँ कुखुराको मासु, चिकन, यो सबै चिकन करी यो चाहिँ यहाँ हाम्रो गृहमन्त्रीज्यूले चाहिँ ढिँडो पस्किँदैछन्। अनि यो सबै तयारी गरेको आजको क्रेडिट चाहिँ हाम्रो यहाँ भान्जा बाबु विनय गुरुङ हैन। आजको हाम्रो ढिँडो ब्लग हैन। अब हामी चाहिँ खाना सुरु गर्छौँ। कस्तो बनाएको रहेछ त आज। ल अब ढिँडोसँग यो हो नि त चिकन करी। वाउ, विनय महाराजाले पकाएको। यहाँ थुक चुइसक्यो भन्न थाले। यहाँ खाना चाहिँ डेन्जर बनाउने हो कि। दाल चाहिँ अहिले हाल्दा नि हुन्छ। सुकुटीको लागि खोइ हाम्रो भाँडा तिमीले लसपस त गरेनौ नि होइन। फेरि अहिले डाडुको कुरामा भने डाडु चाहिँ मैले यो सुकुटी निकाल्ने हो। ल यो चाहिँ हामी दुईजनाको सुकुटी चाहिँ यता हाल्नु न चोइया पारेर डाडु बनाउनु पर्ने। यो चाहिँ सुकुटी खाल्टो बनाउने हो। खाल्टो बनाएर हाल न। ल यो चाहिँ हाम्रो प्योर घिउ है, नेपालको। हातले पुस्नुपर्छ चुहिएको। बास ओहो बग्यो खोइ बुढा ढिँडोमा चट्ट खाल्टो बनाएर घिउ हाल्नुको टेस्टै मजा। घिउ चाहिँ एकातिर गयो, त्यो चम्ची लिएर आउनु हुने भयो बास। केकको भन्ने थाहा भएन। ल विनय हजुर ल एक खाएर हेर त, तिमीले पकाएको तिमी नै पहिलो टेस्ट गर। वाउ बाबा ल बाबा धाँसु ल रानी अर्को अचार खाने कि अनि पिक्चर ट्राई हान न। नयाँ काकाले लिएर आएको नयाँ टेस्ट। यो चाहिँ आमको अचार रु 5 मा। यो इस्टर्न कम्पनीको रहेछ, राम्रै होला हौ। साह्रो छ त। के बनाउँछ र तपाईँ गर्नु चम्चा चाहिन्छ बबाल छ। वाउ कस्तो ढिँडो दामी छ बिना। ढिँडो दामी छ नि, ढिँडो भन्दा मासु। ल हाल न हाल, आँपको अचार हाल त कस्तो छ टेस्ट। थोरै थोरै हाल है, थोरै जहाँ नि ती मन पर्दैन ल त्यहाँ हाल। भयो अहिले त्यति नै हाल। मिठो मिठो हुने केही नभएर खाने क्या त्यो चाहना यो बस नयाँ चाहने ती। ल तिमी यसो कसरी खाने रे ढिँडो, ल सिकाऊ। यहाँ घिउसँग ढिँडो मोलेर। वाउ कस्तो छ, दामी छ। अनि विनय यो सुकुटीको टेस्ट कस्तो छ भन त। सुकुटी त
यो सुकुटी चाहिँ स्पेसल्ली हाम्रो सलमा दिदीले दिनुभएको यो सबै त थ्याङ्क्स क्रेडिट चाहिँ हाम्रो सलमा दिदीलाई जान्छ। भिडियो हेर्दै हुनुहुन्छ भने चाहिँ धेरै धेरै धन्यवाद छ दिदी, तपाईँले सुकुटी दिनुभयो होइन। अनि हामी चाहिँ सुकुटी बनाएर आज ढिँडोसँग खाँदैछौँ, धेरै खुसी छौँ। ल सलमा दिदीलाई थ्याङ्क यू भन। थ्याङ्क यू सलमा दी सुकुटी खाना सुरु गरेँ। हाम्रो विनयले बनाएको ढिँडो लाजवाब भन्छ नि, लाजवाब हो कि नाजवाब हो। अब यो चिकन विनयले पकाएको, सुकुटी विनयले पकाएको, अनि यो चाहिँ सुकुटी चाहिँ स्पेसली सलमा दिदीले दिएको। धेरै धेरै धन्यवाद। मिठो छ, फेरि फेरि यसरी नै खान पाऊँ होइन। यो चाहिँ बाहिरबाट किनेर ल्याएको आँपको अचार कडा। अब आजको भिडियो कस्तो लाग्यो तपाईँहरूलाई लाइक कमेन्ट सेयर, अनि केही कमी कमजोरीहरू छ सुधार्नु पर्ने भने कमेन्ट गर्नुहोस् होइन। अब नयाँ नयाँ आइरहेको छ होइन, कहिले आउँछ त्यो चाहिँ थाहा हुन्न, भिडियो चाहिँ आइरहेको छ। नयाँ साथीहरू जो पनि हुनुहुन्छ सब्सक्राइब चाहिँ गर्नु नभुल्नुहोस्। अहिलेलाई यो भिडियो यति नै, बाई बाई।